हाई गाइज वेलकम टु माई च्यानल। म हो तपाईँको हँसिली रसिली पार्थ मिल्सना। मेरो धेरै दिनको छुट्टी भएको कारणले चाहिँ म टेक्सास जाने निर्णय गरेँ मेरो साथीलाई भेट्नुलाई आउनुलाई। अनि हामी भेटिहाल्यौँ। अनि त्यसपछि लाग्यौँ घुम्नलाई लाइटतिर। कति राम्रो राम्रो लाइट, रेड कलरको लाइट थियो। अनि यसो भिडियो सिडियो बनाउनु पर्यो। अनि भोलि बिहान रेडी भएर हामी लाग्यौँ अस्टिनतिर 360को ब्रिज हेर्नलाई। अनि यो चाहिँ बाटोमा चाहिँ नेपालको जस्तै भाइब लागेको कि स्ट्रेट फुडहरू मकै पोलेर बेचिराखेको रहेछ। कस्तो नेपालको याद आयो। अनि उकाली उराली गर्दै भनेर हामी चाहिँ त्यो ब्रिज हेर्न गयौँ। यहाँबाट चाहिँ सनसेट एकदम दामी देखिँदो रहेछ क्या। अनि कति अनि फोटोहरू नि खिच्यौँ होइन, राम्रो लागेर फोटोहरू नि खिच्यौँ। अनि मैले आमालाई सोधेको थिएँ, आमा कस्तो लाग्यो भन्नु भने। अनि आमाले राम्रो लाग्यो भन्नु न यही ब्रिज हो। अनि लाग्यौँ हामी आफ्नो गन्तव्यतिर। अनि जाने क्रममा चाहिँ एउटा नेपालको जस्तै मन्दिर को चाहिँ हामीले दर्शन गर्न गयौँ। साँझको बेला परिरहेको थियो, लाइक आरतीको टाइम भइरहेको थियो। अनि एकछिन लाइक अब बसेँ, म त दङ्ग परेँ क्या। अमेरिकामा नि यस्तो मन्दिर हुँदो रहेछ भनेर। किनभने मैले देखेको पनि थिइनँ अनि थाहा पाएको पनि थिइनँ नि त। अर्कै अर्कै खालको मन्दिर हुन्छ कि यो नेपालको जस्तो भाइब सुने खालको चाहिँ मन्दिर देखिनँ। अनि कति खुसी लाग्यो कि मलाई चाहिँ। अनि हामी चाहिँ एकदम फोटोसोटो खिच्यौँ, भिडियोहरू बनायौँ। अनि एकछिन बस्न मन लाग्यो मलाई चाहिँ। एकछिन कति बेरसम्म बसिरहेँ गफ गरेर फोटोहरू नि खिच्नु भयो। मैले भिडियो बनाउन मन लाग्यो अनि म चाहिँ भिडियो बनाएँ। मलाई चाहिँ अचम्म लाग्यो नि त। अनि त्यही भएर भित्र नि सेम यो भित्रको मेन पूजा गर्ने ठाउँको मन्दिर यो चाहिँ श्री पशुपतिनाथ मन्दिर हो, तर भित्रको चाहिँ सेम थियो। अनि यो चाहिँ प्रभास दाइले डाउन टाउन भन्नुभएको थियो। अब कहाँको डाउन टाउन हो थाहा भएन मलाई। अनि त्यसपछि लाग्यौँ अमेरिकाको सबैभन्दा ठुलो ग्यास स्टेसन हो यो प्रभास दाइले भन्नुको। यति राम्रो के त्यो बोर्डहरू पनि कस्तो राम्रो राम्रो पेन्टिङहरू टाँसिरहेको थियो। अनि मलाई त कति राम्रो लाग्यो। अनि फोटोहरू लिएँ। अनि मिररमा नि यसो 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 गरेर अब देखाउनु पर्यो अक्कल पारेर। अनि आमा र म चाहिँ यहाँ हाँस्दै भिडियो बनाइराखेको छौँ। अनि यो भाइसँग एकछिन म खेलेँ। अनि त्यसपछि हाई गाइस, सुत्ती लुगा लगाएर वालबाट छिर्यौँ। हाई गाइस, हामी चाहिँ यो जापानिज के अरे टी गार्डनमा आइरहेको छ। देख्न सक्छ। जापानिज टी गार्डन कति राम्रो थियो। अनि यहाँनिर एउटा त्यो पनि थियो लाइक बेलसँग बिहे गराउँछ नि खेलसँग बिहे गराइन्छन् है, हो त्यो बोट पनि थियो। अनि कस्तो इन्ट्रेस्टेड लाग्यो त्यो म देखाउँछु भिडियोमा भनेको बिर्सेछु। अनि लाइट चाहिँ यति राम्रो कि त्यहाँको क्रिसमसको टाइम भएर नि होला। अनि मलाई चाहिँ यत्तिकै यत्तिकै उफ्रेर के गरेर भिडियो बनाउँदै थिएँ। लाइटहरू देखेर मलाई चाहिँ कस्तो अचम्म लागिरहेको, यस्तो ठाउँमा नि कसरी यो लाइटहरू हाल्यो होला, कसरी इम्पोसिबल भयो होला भनेर। नेपालमा त अब जुन रुखहरूमा त्यहाँ करेन्ट लाग्छ भन्ने सुन्दै आएको थियौँ नि त। लागेको लाइटहरू यति राम्रो जता हेऱ्यो त्यतै झिलिमिली के। अब हाम्रो नेपालमा के अरे तिहार आउँदाखेरि झिलिमिली हुन्छ नि, यहाँ क्रिसमसहरू आउँदाखेरि झिलिमिली हुँदो रहेछ। यो न्यु इयर क्रिसमस यिनीहरूको एकदम ठुलो चाड रहेछ खैरीहरूको। अनि त्यसपछि लाग्यौँ यो यस्तो बोटमा चढ्नलाई। दाइले बिचरा यति लामो लाइन थियो मेरो लागि भनेर, यति लामो लाइन पनि कुरेर कुरेर। अनि त्यसपछि हामी फाइनल्ली चढ्यौँ। तर आमा दिदीहरू सबैजना चाहिँ 3-4चोटि आइसक्यो भन्दै हुनुहुन्थ्यो। कति धेरै रमाइलो लाग्यो हेर्दै हेर्दै माथि झिलिमिली कस्तो इन्ट्रेस्टिङ के। अब म त कहिले नदेखेको नि त। यो रिभरको नाम चाहिँ सेनोटनी हो। अनि मैले चाहिँ दाइले सोधिरहेको, दाइ तपाईँलाई कस्तो लाग्यो भनेर। दाइले राम्रो भनेर बिचरा दाइ र अनु त धेरैचोटि आइसक्नु भयो मेरो लागि भनेर मात्र घुमाइदिनु भयो यो ठाउँ चाहिँ। अनि हामी रेडी भएर बिहानै लाग्यौँ भाइहरूलाई यो बच्चाहरूलाई बाई गरेर दिदीको घरको बस एकदम रमाइलो भयो। अनि हामी यो ग्यास स्टेसनमा एकैछिन रेस्ट गर्न बस्यौँ। अनि त्यसपछि लाग्यौँ नासातिर। अब बुकमा सानैदेखिबाट पढेको नि त त्यसको बारेमा। अनि कस्तो होला अब यहाँबाट चाहिँ यस्तरी रकेट उड्ने यस्तो गर्छ, अब स्पेसमा यस्तो हुन्छ भनेर देखाइरहेको थियो। अनि मलाई चाहिँ धेरै रमाइलो लाग्यो थियो, राम्रो पनि लाग्यो। अब त्यहाँ के अरे त्यो स्पेसमा हिँड्न मिल्दैन अरे नि त। अनि त्यसपछि के गर्नुपर्छ, हिँड्न मिल्दैन अरे नि त, उड्नु लाइक हिँड्नै सकिँदैन अरे कि, खै के हो मलाई थाहा भएन। अनि यो हामी गएको बस हो कि के हो जस्तो चाहिँ चौराको जीप जस्तो लाग्यो मलाई, एकदम रमाइलो भयो। अनि म चाहिँ फोटोसोटो खिच्न पऱ्यो नि त। तर के हो जीप हो कि के हो यो आइरहेको थियो
मान्छेहरूको यति भिड आमामा कुरा गरेर साध्य थिएन, त्यस्तो धेरै भिड थियो। अनि गाडीमा लाइक यो जिप जस्तोमा जानलाई नि 10 मिनट जति लागेको थियो अरे। अनि माथि चाहिँ स्पेसमा मान्छेहरू यस्तो यो माथि हुन्छ नि यस्तरी उड्छन् रे के, हिँड्ने नै हुँदैन अरे तिनीहरूको। अनि कति राम्रो यो अर्थहरूको स्टारहरू सबै देखाइरहेको थियो। अनि हामी यो यात्रा खतम भएर चाहिँ लाग्यौँ हामी यो बिचतिर, खासै फेरीमा चढेर गएको थियौँ बिच। अनि तर आउँदा आउँदा राति भयो, त्यही पनि अब फोटोसोटो त खिच्नु पऱ्यो नि त। म त उज्यालोमा कस्तो होला बिच भने गाडी नै लान मिल्ने कि, कस्तो इन्ट्रेस्टिङ खालको रहेछ। अनि त्यसपछि मैले एउटा दुइटा यस्तो भिडियो बनाएँ, तर अब के गर्ने, घुम्दै ढिलो भयो अनि आउनै पाएन। अनि भोलिपल्ट चाहिँ रेडी भएर म लागेँ ह्याटतिर घुम्नलाई। एकदमै राम्रो थियो यो ह्याटको पनि। अब सबैजनाको लाइक अब यहाँको यो ह्याटको चाहिँ पहिला त हुन्छ नि भैँसीहरू चराउने मान्छेहरूले लगाउँथ्यो अरे, भैँसी गाईहरू चराउने मान्छेले। अनि त्यही यसको नि स्टोरी छ, यताको एरियामा चाहिँ त्यो भैँसी जुत्ने ठाउँ पनि रहेछ, के हो फाइट हुने ठाउँ। अनि हामी लाग्यौँ फेरि ह्याटमा 2-3टा फोटो खिचेर। अनि म चाहिँ अनुसँग भन्दै थिएँ कि मेरो फोटो राम्रो आएन भनेर। अनुले मैले फोटो खिचेको थिएँ, अनि एउटा खैरिनी आमाले फोटो खिच्न दिएको त राम्रै खिचिनेछिन्। अनि त्यहाँ मैले ब्लगमा त्यहाँ भनिराखेको थिएँ। अनि अर्को दिन चाहिँ म आउनुभन्दा अगाडिको दिनको यो लाइटको भिडियोहरू चाहिँ, लाइट चाहिँ यस्तो राम्रो, माई गड, म त अहिलेसम्म देखेको पनि थिएन कि यस्तो धेरै दामी लाइट। तर म घुम्न जान मानेकै थिइनँ, चिसो लास्टै थियो कि। अनि चिसो भएर म यहाँ उफ्रिरहेको हेर्नु न। तर लाइटहरू चाहिँ कस्तो दामी मैले अहिलेसम्म देखिनँ। म प्रवेश दाइले रिसाएर भयो, पारुलाई के घुम्न नि मन नलाग्ने भनेर भन्दै हुनुहुन्थ्यो। नि म चाहिँ दाइ अर्कोचोटिलाई नै राखेको हो कि सम्हालेर, त्यही भएर हो भन्नुहुन्थ्यो। खोइ मैले त्यहाँ गएपछि थगेला जस्तो भएको कि ज्याउला जस्तो भएको, खासै त्यस्तो धेरै घुमिनँ भन्दा नि हुन्छ। अनि उनीहरूले चाहिँ मलाई जबरजस्ती लिएर आयो कि म घुम्दिनँ भन्दा नै। अनि अब घुमिहाल्यो, रमाइलो लाग्यो। कति हिँड्न परेको फेरि भगवान्, त्यो जाडोमा अब सिउ गरेर हिँड्यो। दाइले फेरि यो तिमीले प्यान्ट च्यात्तेको लाहौ, त्यही भएर धेरै चिसो भएको भनेर भन्दै हुनुहुन्थ्यो। अब केही भनेन फेरि, अब त्यही हो। अनि म यहाँ गफ गर्दै थिएँ, आफ्नै ब्लगमा हाल्छु भनेर सोचेको थिएँ। अब मैले ब्लगमा हालिहाल्छु भन्ने चाहिँ सोचेको थिइनँ यो भिडियो, तर अहिले चाहिँ हाल्न मन लाग्यो, किनभने मेमोरिज हुन्छ नि त लाइफ टाइमको लागि। अनि अनु र म चाहिँ यहाँ पुरै डान्स हानिरहेको थियौँ, पुरै ब्लर आइरहेको थियो यहाँ। फेरि अनुको मोबाइल खसेको थियो। अनि म चाहिँ एकछिन ल एक फन्को दक्कुरेर आइदिन्छु भनेर, जाडो भएको थियो नि त लास्टै। अनि त्यही भएर यति दक्कुर्ने र उफ्रिने गरेको थिएँ, रमाइलो भयो। अनि त्यस उहाँहरूले मलाई एयरपोर्ट पुऱ्याउँदै हुनुहुन्छ। अनु र प्रभास दाइलाई धेरै धेरै धन्यवाद। मेरो खसेको थियो। अनि म चाहिँ एकछिन ल एक फन्को दक्कुर फेरि भनेर, जाडो थियो नि त लास्टै। त्यही भएर यति रमाइलो भयो। अनि त्यस उहाँहरूले मलाई एयरपोर्ट पुऱ्याउँदै हुनुहुन्छ। अनु र प्रभास दाइलाई धेरै धेरै धन्यवाद। मेरो टेक्सीको यात्रा एकदम सुखदमय रमणीय भयो। थ्याङ्क यू फर वाचिङ, लभ यु अल, सी यु इन नेक्स्ट भिडियो।